एभ्रिवान वेलकम ब्याक टु माई मिनी ब्लग। सो गाइस, आज चाहिँ भाइदेखि भिडियो स्टार्ट हुँदैछ र भाइ चाहिँ स्कुल जान रेडी भइसकेको छ र आज चाहिँ स्कुलमा प्रिभ्यू सेलिब्रेट छ अरे, त्यसको लागि चाहिँ आफ्नो ट्रेडिसनल ड्रेस लाएर आउनु भनेको छ। त्यही भएर भाइलाई चाहिँ रेडी गरेर यता म चाहिँ पुऱ्याइदिन जाँदैछु र भाइले चाहिँ अब अलिक अगाडिसम्म यहाँ छेउमै छ, अब भ्यान जान्छ, त्यही भ्यानमा गएर मैले चाहिँ भाइलाई उठाइदिएर आएँ र आएर चाहिँ म नुहाइदिए गरेर फुल टिपेँ। फुल चाहिँ किन टिप्यो कि भन्दा आज चाहिँ अब हनुमान जयन्ती र सबैजना मन्दिर जानुभयो होला र हामी पनि जाने भनेर अनि यहाँ गाउँमा पनि पूजा छ र उहाँ पनि लान भनेर मैले चाहिँ एकैचोटि फुल टिपेकी छ। मलाई चाहिँ फुल टिप्नलाई यस्तो लोभ लाग्छ नि, हेर्नु कस्तो राम्ररी फुलेको फुल छ, त्यो पनि अब लोभ गरी भए पनि टिपेँ मैले। र मम्मीले चाहिँ पूजाको सामानहरू रेडी गरिदिनु भयो, त्यसपछि म चाहिँ अब रेडी भएर निक्लिसकेको छु र हामी चाहिँ यहाँ बसेर साथीको वेट गरिरहेको छौँ र साथीहरू चाहिँ आएनन् भनेर अहिले चाहिँ हामी नन्द भाउजू भएर चाहिँ निक्लिसकेका छौँ। हामी चाहिँ अलिक अगाडि पुगेका थियौँ र उतादेखि साथीहरू आउँदै रहेछन् र रोकेर सँगै भएर हामी चाहिँ लाग्यौँ मन्दिरतर्फ। र यस तपाईँहरू पनि जानुभयो कि जानु भएन मन्दिर र कमेन्ट गरेर चाहिँ भन्नु होला। र हामीहरूको चाहिँ अब पल्लो गाउँमै छ हनुमान मन्दिर र हामी चाहिँ उहीँ भनेर गयौँ र अहिले चाहिँ मन्दिर नै पुगिसकेका छौँ र यता लाइन चाहिँ लाग्नुपर्ने र लाइन लागेर हामीले पूजाहरू गरिसकेर अब त्यो सबै भिडियो त गर्न सकिँदैन। अनि अहिले चाहिँ हामी निक्लेर यता प्रसाद पनि खायौँ र प्रसाद खाएर चाहिँ एकछिन बसेर अहिले चाहिँ हामी निक्लिसकेका छौँ घर भनेर। र यसो हामी चाहिँ पतार यसरी हिँड्दै गएका थियौँ सबैजना भएर र राम्रो लाग्छ यसरी सबैजना भेला भएर हिँडेर जानलाई। र यता हामीहरू चाहिँ पतारबाट जाँदा चाहिँ सर्ट पर्छ, त्यही भएर हामी चाहिँ सर्टकटिङै गएका थियौँ। र आज चाहिँ फेरि यस्तो गरम थियो नि गाइस, र आउँदा चाहिँ मेरो हालत चाहिँ यस्तो भइसकेको छ र चुन्नी बोकेर मुख ढाक्ने अवस्थामा पुगिसकेको थियो। घाममा हिँडेर चाहिँ पुरा थाक्यौँ र आएर चाहिँ यता हामीले एउटा ठन्डा खायौँ र गाइस। र यो भिडियो चाहिँ धेरै नै लङ भयो, अब म चाहिँ अब अर्को भिडियो पनि दिन्छु। आजकै मेरो भिडियो चाहिँ हेर्दै जानु होला, म नेक्स्ट भिडियो पनि